यो सुगरको समस्या होइन, यो कम्युनिकेसनको समस्या हो। नाम बिनुला मिछाने घिमिरे, पेसाले म नर्स। धेरै जसो मानिसहरू भन्छन् इन्सुलिन रेजिस्टेन्स भनेको धेरै मात्रामा चिनी खानु हो। तर कुरा यस्तो होइन, यो सुगरको समस्या नै होइन। यो त हाम्रो शरीर र सेल बीचको एउटा कम्युनिकेसनको चाहिँ प्रब्लम हो। जब हामी खाना खान्छौँ, स्पेशली चिनी र कार्बोहाइड्रेट वाला, हाम्रो ब्लडमा सुगरको लेभल बढ्छ। त्यस बेला इन्सुलिन आउँछ र भन्छ, ए सेल ढोका खोल, एनर्जी आएको छ। यो कन्स्ट्यान्टली हुँदै गइसके पछाडि इन्सुलिनले धेरैचोटि ढकढकाउनु पर्छ सेलको ढोका खोल्नको लागि, एनर्जी भित्र छिराउनको लागि। सेललाई पनि एनर्जी चाहिएको छैन, त्यही भएर सेलले भन्छ अब सुन्दिन, अब ढोका पनि खोल्दिन। यही नै हो इन्सुलिन रेजिस्टेन्स। अब के हुने भयो, ब्लडमा सुगरको मात्रा त एकदमै हाई हुने हो, तर एनर्जी छैन। थकै लाग्छ, मिठाई खान मन लाग्छ र पेटभरि बोसो जमेर बस्दिन्छ। यो कम्युनिकेसनमा प्रब्लम भए पछाडि धेरै ठाउँमा यसले असर गर्छ। हर्मोनल इम्ब्यालेन्स, वेट गेन, मुड स्विङ, स्ट्रेस, राति निन्द्रा नलाग्ने, पुरै शरीरको वाइफाई नै बन्द हुन्छ। तर राम्रो खबर के छ भने यसलाई तपाईहरूले सुधार्न सक्नुहुन्छ। सुगरको मात्रा घटाउनुस्, लाइफस्टाइललाई थोरै चेन्जेस गर्नुस्, एक्सर्साइजहरू गर्न थाल्नुस्, आफ्नो खानामा प्रोटिन र फाइबरको मात्रा बढाउनुस्। र त्यति गर्दा पनि भएन भने यो दुईटा प्रुभन सप्लिमेन्टलाई आफ्नो लाइफस्टाइलमा लिएर आउनुस्। 90 डेज युज गर्नुस्, रिजल्ट केही पनि देख्नु भएन भने कम्पनीसँग पैसा फिर्ता लिनुस्।